हेलो सम्पूर्ण मेरो न्यानो अभिवादन। आज चाहिँ हामी चर्च मिलेर खोला गएको केही दृश्यहरू सेयर गरिरहेको छु है। र यहाँ चाहिँ यसरी हामी भेला भएर सुरुमा छौँ र सम्पूर्ण मण्डली नै खोला झरेका थियौँ है। र पाउसरा हाम्रो नरेनको है एल्डर र यो चाहिँ तिरपाल है हामीले टाङ्न खोजेको खोलामा छ प्रभुलाई महिमा भएको तिरपाल टाङ्न खोजेको तर च्यातिएर पठाउँदै गरेको यो हावाले उडाएर। र यसरी है खोलामा आउने क्रमहरू मान्छेहरू आउने क्रमहरू जारी नै छ। यहाँ पर पनि युटिलिटीमा ड्यामै आएको रहेछ र धेरै मान्छे छ आज खोलामा है, चारैपट्टि मान्छे छ। र यो चाहिँ हामी यहाँ एक कुनामा आएका छौँ र ऊ परतिर हेर्न सक्नुहुन्छ मान्छेहरू पाल टाँगेर बसिराखेको उसरी धेरै ठुल्ठुलो ग्रुपहरू आएको रहेछ। र यो चाहिँ हाम्रो टिमहरू यहाँ बसिरहेको छ नानीहरू। र अब चाहिँ हाम्रो सर्भिस आजको सर्भिस सुरु हुन लागेको छ है। हाम्रो युथ भाइहरू रेडी र सुरु भयो है हाम्रो सर्भिस आजको सङ्गति। र हाम्रो विशेष चाहिँ हाम्रो माइक्रोफोन चाहिँ ल्याउनु खोजेको कारणले गर्दा अलिकति खोलाको हल्लामा सुन्नु गाह्रो पर्यो चाहिँ सञ्चालन शब्दहरू चाहिँ। र यसरी है भजनहरू कोरसहरू गाउँदै आजको सङ्गतिभित्र प्रार्थनासँग हामी पसिआएका छौँ। यहाँ फेरि है भजनहरू गाउँदै सङ्गीतलाई अगाडि बढाइरहेका छौँ। र यो भजन पश्चात है हामीले छोटो रूपमा भए पनि खोलामा भए पनि प्रेजेन्ट वर्षमा यही समय बिताएका छौँ। यसरी र प्रेजेन्ट वर्षिप पश्चात चाहिँ हामी प्रभुको जीवित वचनलाई सुनिरहेका छौँ। यो वचन चाहिँ हाम्रो सिनियर एल्डरबाट सुन्न पाएका छौँ। र जीवित वचन पश्चात है यसरी है अन्तिम प्रार्थना अनि बेनेडिक्ट प्रेयर साथै हाम्रो पास्टरको पाण्डिमिक आशीर्वादसँगै है हामी आजको सङ्गतिबाट यसरी विसर्जन गर्दैछौँ। र सङ्गति पश्चात है आफ्नो आफ्नो धुनमा है सबैजना व्यस्त छन्। यहाँनिर आफ्नो आफ्नो धुनमा है आफ्नो आफ्नो विचार आफ्नो आफ्नो के भनौँ सङ्गतिसँग आफ्नो आफ्नो साथीभाइसँग आफ्नो व्यस्ततामा। र यो चाहिँ किचनको दृश्य र किचनमा है आफ्नो आफ्नो पाराले आफ्नो आफ्नो विवाहहरू गरिराख्नु भएको छ सबैजनाले। त्यसै बिचमा चाहिँ है यहाँनिर खाजामा है झालमुरी पनि बनिँदैछ। अब गुड फ्राइडे चाहिँ ह्याप्पी भन्नु होला। ह्याप्पी न्यू इयर हो।
लु बुहारी एक दुई शब्द भन्न लाइभ छ पिटरबु दर्शकवृन्दहरूलाई कोही जोडेको छैन हामी चाहिँ एकदम बिजी छौँ है झालमुरी बनाउनु यता कुकहरू छ एकदम हामी बिजी छौँ है झालमुरी के अलिक बुढेसकालको मुख अलिक मिठाई बोल्छ मिठो मसिनै बोल्छ बुढेसकालको मुख हो के छ रमाइलो हाम्रो यङ भाइ कुकिङमा हुनुहुन्छ ओकेजनल है किचन रविवार सम्हाल्दै है भाइ पनि सम्पूर्ण है आफ्नो पाराले व्यस्त सबैजना र कतिजना धेरै तलाउ खोलामा झिकिरहेका छन् र अब है झालमुरी खाने क्रम सुरु भएको छ है खाजाहरू ड्रिङ्क्सहरू है कोल्ड ड्रिङ्क्सहरू हाम्रो युट्युब पला पुग्छ नि खाले सबैजना व्यस्त एल्डर भाउ किचन टिम पनि हेन्टा सकेको छ रहेछ फान्टा छ रहेछ फेन्टा छ रहेछ सरी यो सबभन्दा अर्ग्यानिक रमाइलो गर्दै फेन्टा त जुस लाग्यो राम्रो गइरहेको छ यहाँनिर हाम्रो दाजुभाइ रमाइलो गर्दै जुस अघिको है त्यत्रो झालमुरी चाहिँ अहिले यति भएको छ र यसरी खाजाहरू रमाइलोसँगै है अब चाहिँ हामी यहाँ भित्रको है स्विमिङ खोलामा नुहाउने क्रम सुरु भएको छ स्विमिङ गर्ने क्रम पौडिन यहाँ हाम्रो दाजुबु एल्डरबु पनि रमाइलो गर्दै उहाँसँग नानीहरू पनि है
नजाऊ 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 केटाकेटीहरू हुँदैन हुँदैन खेल्नु नानीहरूको लागि होइन नि यो जग्गा खतरा त उता तान्छ नुहाउने रमाइलो गर्ने क्रम चलिरहेको छ यहाँनिर साइडमा चाहिँ हजुर नगरौँ यहाँ त नुहाउनु हुँदैछ मैला टिप्नु हुन्छ मैला छैन उहाँ जतिको कडा चाहिँ पुच्चिम खेल्ने कि छैन उकालो ओह्रालो कि दुईपट्टि खेल्दो रहेछ उहाँ चाहिँ कडाइ हो बुबु जति स्विमिङ खेलेको पनि रहेछ उकालो ओह्रालो बराबर खेल्दैछ र यहाँ चाहिँ उता अलिक गहिरोमा चाहिँ माथि छ माथि छ यङहरूको स्विमिङ 4 भाइ छ माथि बाई 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 रहेको साइडमा चाहिँ नानीहरू माथि छ 4 जना छ बसिरहेको छ खेल्नु गएको थियो कि मैला रहेछ बसिरहेको छ खेल्छ हेर कति गइरहेछ नि त हो त गइरहेछ नि उता त यस्तो छड्की पुरा गइरहेछ नि मैले त्यही भनेको नानीहरू त्यही काम गर्छ बाइचान्स ताने सक्छ नि गर्नु मजा यस्तो यस्तै हुँदै है अन्त यस्तो तान्ने रहेछ नि जग्गा त्यहाँ हाम्रो आजको खोलाको दिन चाहिँ रमाइलोसँगै हामीले बिताइ पठाएका छौँ।